धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यो विद्यालय मेरो विद्यालय भन्ने भावना नभएसम्म यो विद्यालय हाम्रो विद्यालय हुन सक्दैन। आज चाहिँ यो विद्यालयमा पढ्ने तपाईहरुका छोरा नातिहरू यो विद्यालयमा पढेको हुनाले तपाईहरु अभिभावक पनि यो विद्यालय मेरो विद्यालय हो। जबसम्म मेरो विद्यालय भनेर भन्नुहुन्न तबसम्म यो जनमत मावि साँच्चैको सम्बन्ध जनमत मावि बन्दैन। त्यसैले गर्दाखेरि सबैभन्दा पहिला यो मेरो विद्यालय हो भन्ने आत्मविश्वासका साथ त्यो किसिमको गर्वका साथ हामीले यो विद्यालयलाई मेरो विद्यालय भन्नुपर्छ। तब मात्र यो जनमत मावि हामी सबैको विद्यालय हुन सक्छ। र म धन्यवाद दिन चाहन्छु यस कार्यक्रमका सञ्चालकज्यू, यस विद्यालयका शिक्षक मित्र, श्री जनमत माध्यमिक विद्यालयको यो 45औं वार्षिक उत्सव समारोहका सभापति एवं यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय दाजु शिवप्रसाद रिजालज्यू। सबैभन्दा पहिला भन्ने गरिन्छ पहिलो पाठशाला पहिलो विद्यालय आफ्नो घर हो भन्ने गरिन्छ। म अभिभावकज्यूहरूलाई म भन्न चाहन्छु पहिलो पाठशाला पहिलो अभिभावक आफ्नो घरलाई पहिलो पाठशाला मानिन्छ भने आफ्नो गुरु आमा भनेर पहिलो आफ्ना आमा बुवा र अभिभावकलाई मानिन्छ। त्यो किन मानिन्छ भने हामीले हाम्रो सन्ततिहरूलाई जुन किसिमको संस्कार सिकाउँछौँ त्यो संस्कार भनेको त्यो शिक्षा हो, पहिलो शिक्षा हो। र घरभित्रै धेरै किसिमका विद्यालयका कोठा कक्षा कोठाहरू छन्। घरभित्रै विभिन्न किसिमका कक्षा कोठाहरू छन्। ती कक्षा कोठाहरूबाट सिक्दै आएर बल्ल विद्यालयमा आएपछि हामीले अन्य चाहिँ यो औपचारिक शिक्षा हामीले प्रदान गर्छौँ। हाम्रा घरमा भएका भान्सा कोठा भनेको एउटा कक्षा कोठा हो। हाम्रो घरमा भएको एउटा टोयलेट भनेको एउटा कक्षा कोठा हो। हाम्रो घरमा भएको एउटा चाहिँ सुत्ने बेडरुम भनेको हाम्रो एउटा कक्षा कोठा हो। हामीले चाहिँ सिकाउने विभिन्न किसिमका घाँस दाउरा काट्न सिकाउने, गोबर फाल्न सिकाउने, खाना पकाउन सिकाउने, भाडा माप्न सिकाउने, टोयलेट गइसकेपछि हात धुन सिकाउने, खाना खानुभन्दा अगाडि हात धुन सिकाउने, नुहाउन सिकाउने र बच्चाहरूलाई जुन किसिमको गृह हामीले घरभित्र सिकाउँछौँ त्यो पहिलो पाठशाला हो। त्यही कल्चर र त्यही संस्कार सिकेर नै आज हाम्रो समाज यो किसिमले अगाडि बढिरहेको छ। संयुक्त नगरपालिका हामीले घोषणा गरेका छौँ। यसलाई दिगोपनाको लागि हामीले यसको दिगो विकासको लागि बालबालिकाहरूको अधिकारलाई सुनिश्चित गर्दै एउटा सुविधा सम्पन्न विद्यालयको परिकल्पना सहित एउटा क्वालिटी शिक्षा हामीले कसरी दिन सकिन्छ भन्ने कुरामा आज बागलुङ नगरपालिका चिन्तित रहिरहेको छ। त्यसैले गर्दाखेरि अब हामी गाउँमा भएका हरेक विद्यालयहरू आज हामी शहरमा भएका मन्द विद्यालय भन्दा हामी गाउँमा सुगम आफ्नै घरको ढिँडो आँटो खाएर आफ्नै गाउँघरको विद्यालयमा पढेर एउटा सफल नागरिक बन्न सक्छ भन्ने कुराहरू उदाहरण आज हामीले चाहिँ बागलुङ नगरपालिकाले दिनुपर्छ। त्यो किसिमको इच्छा शक्ति चाहे त्यो विद्यालयको व्यवस्थापन समिति होस्, चाहे विद्यालयमा पढाउने शिक्षक साथी होस्, चाहे घरमा आफ्ना बालबालिकालाई सही रूपमा अगाडि बढाउने तपाईहरू जस्तो अभिभावक नै किन नहोस् र यो समुदाय नै किन नहोस् र विद्यार्थीहरूमा पनि त्यो किसिमको इच्छा शक्तिका साथ आज नगरपालिकाले त्यो अभियान हामीले अगाडि बढाइरहेका छौँ। त्यसैले गर्दाखेरि मैले भन्ने गरेको छु अहिलेका बच्चाहरूलाई हामीले हेरेसमेन्ट गरेर त्यो किसिमको संस्कार दिएर बल्ल विद्यार्थीहरूलाई त्यो किसिमको शिक्षा शिक्षक साथीहरूले दिनुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले गर्दाखेरि अहिले त्यो किसिमको शिक्षा प्रणाली त्यो किसिमको शिक्षा आज हामीले नगरपालिकाभित्र हामीले त्यो किसिमको प्र्याक्टिसमा हामी अगाडि बढिरहेको आइरहेको आज एउटा